बडा सर कस्तो मजा आइरहेको छ वाउ तपाईँलाई छैन छैन यस्तो राम्रो नेचर हेर्नु थोरै लाग्छ ए सबै सबै त मेटिन्छ नि अलिअलि लागेको जस्तो भएको छ थकाइभन्दा बढी भोक लाग्छ हो ल अब खाना दबाउने हो नि त अब दबाउने हो फ्रेस लिप्स डु यु वान्ट टु इट इट यस खाम केटाहरू खाना कसो रहेछ खाना भन्दा पनि हाम्रो भोट मिठो भएर जस्तो लाग्छ आउट अफ 10 कति दियो त आउट अफ 10 मैले 6 खाना एकदम मिठो छ कति दिस पोइन्ट 8 पनि दिनुहोस् 8.5 दियो 8.5 ठाउँ अनुसारको ठिक हाम्रो त अहिले 3 पोइन्ट त मासुले गर्छ त्यो नभएपछि त्यसै 7 मा आयो अब हेर्नु तपाईँहरूको यत्रो माथि चाहिँ यति दुःख छ होइन यहाँ सामानहरू ल्याउनलाई तरकारीहरू सबै ल्याउनलाई यहाँ मान्छेहरू बनाएको अनुसार चाहिँ मलाई चाहिँ साह्रै मिठो लाग्यो हो आउट अफ 10 कति दियो अब यसको आउट अफ 10 सबै हेर्दाखेरि चाहिँ अब आइटमहरू नै 3-4 थरी छ होइन अब यसमा के मसला नुनहरू पनि सबै ठिक छ भात पनि सबै ठिक छ त्यही भएर आउट अफ 10 साथीले भने जस्तै 8 वाह खोला चाहिँ मन्द मुस्कान दिएर म्युजिक छोडिरहेछ खोलाले म्युजिक दिएको भने सुमधुर छ त्यो पानीबाट चराहरू चाहिँ यसो गोभित्र डुबे चाहिँ के रहेछ चराहरू कराएको आवाज चाहिँ हामी छोड्यो तर पानी परेर मन्त्रमुग्ध नै भइरहेछ कहाँभरि यो कस्तो लाग्यो बाटो यो बाटो कहाँ जाने हो पानी परेको बेलामा कहाँ जाने हो ओहो यस्तो बाक्लो असिना पऱ्यो कि हामी यहाँ जङ्गलको बिचमा छौँ होइन बुरु बाक्लो है आमा एउटा पोजिटिभ पक्ष चाहिँ त्यो अलिक तल जस्तो चाहिँ हात दोहोऱ्याइन्छ असिनाले तर एकदम बाक्लो परेर हामीले त जाडो भएर हामी काटेर बसिरहेको छौँ अहिले लास्टै गाह्रो भएको छ हामीलाई अब बस्न सकिँदैन हो छैन पछि चाहिँ उठ्न सकिँदैन समाजमा बस्छु ल खोइ परे पानी ओहो ब्याग त पुरै भिजिसकेको छ वरिपरि लोकेसन पनि छैन यहाँ कस्तो असिना हाले हो क्या झ्याल त्यो हिउँ हो कि असिना हो असिनामा त पावरै छैन त यतिको असिना भयो भने त पछि त माथि हिउँ परेको माछ त हामी चाहिँ यसरी छाताभित्र एउटा छातामा 4 जना यसरी बसेका छौँ ताकि हामी जोगियौँ बाहिरको पानी पनि देखाइदिनु पऱ्यो नि सर बाहिर पानी त अहिलेदेखि देखेर असिना परेको छ अनि अब यस्तो जाडो भयो यसरी बस्दाखेरि न्यानो पनि भएको छ हामी सबै खुसी यो मोमेन्ट पनि इन्जोय गरिरहेछौँ हामीले अलिअलि पानी पनि निरन्तर हाम्रो यात्रा पनि निरन्तर पानीले रोक्न सक्दैन यहाँ त पानी नै नरोक्ने त्यसमाथि रुखहरू सबै छ्यात्रा जस्ता छ्यात्रिएका जस्ता खाने ठाउँमा बसेको थियौँ सो पानी पऱ्यो त्यसपछि हामीले यहाँ त्यही पनि अगाडि बढ्यौँ र अहिले हामी जङ्गलको बिचमा आइपुगेका छौँ चिसो चिसो मौसममा टोपी चिसो ज्याकेट चिसो तर हिम्मत चिसो भएको छैन होइन हाम्रो रगत रातो छ ताजो छ नेपाली हो नि लाली गुराँस अजम्बरी चम्पा चमेली जे भने नि हुन्छ म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको भरिमा ए फुलिरहु लाग्छ नि दिलको ढाडीमा बबाल भ्यू देखेको छ अब हामी चिसोबाट बिस्तारै एकछिन घाम ताप्यौँ तर अझै पनि जाडो छ र लाङटाङ हिमाल देखेर हामी एकदम खुसी भएको छौँ अलिकति 1 घन्टा माथि गएर हामी अर्को होटलमा बस्ने हाम्रो योजना छ